मेयर साहब, नमस्कार है। नमस्कार अध्यक्षज्यू, के छ त तपाईको गाउँपालिकातिरको खबर? हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन। होइन, के जादु गर्नुभयो हो? अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ। यसकारण त्यति नोक्सानी हुन पाएन। जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि। हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो। होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब। त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठुलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठुलो नहर पनि सफा गर्यौं। अनि बाढी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं। हुन त हो है। अनि यति छोटो समयमा तपाईहरुले काम चाहिँ कसरी गर्नुभयो? हामीलाई पनि सिकाउनुस् न। ल सुन्नुस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बालबालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं। अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त? अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 मा फोन गरी मौसम तथा बाढीको जानकारी लिइरहन्छौं। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौं। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएकाहरूसँगै महत्त्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौं। अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त? हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ। ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं। विपद बारे चासो राखौं, चनाखो बनाऊ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।